हेलो साथीहरु, स्वागत छ हजुरहरुलाई मेरो नयाँ भिडियोमा। र आज चाहिँ यहाँ हाम्रो घरतिर चाहिँ यहाँ मैदी तालमा चाहिँ माछा मारेछन् हैन। अब वहाँ कति मारेछन् वहाँ गएर हेर्ने हो। वहाँ माछा मारेछन् भनेछन्, त्यही भएर म उता जाँदै छु हेर्नको लागि। बाटो पनि देखिन्छ, हिलो छ है। हिजो पानी परेर यस्तो हिलो भछ। यहाँ बाटो देखाउँछु है त। बाटो पनि हेर्न पुरा पानी भएर कस्तो भयो है। यस्तो गरेर ओइ बल्ल राम्रो ठाउँमा माछा मारेर राखेको चाहिँ त्यहाँ हो है। कोहीले उहाँ लिएर जाँदैछन् है। माछा मारेको चाहिँ त्यहाँ हो, त्यहाँ राखेछन् माछा मारेर। ए यहाँ हेर न हिलो। ओइ ढुङ्गा कुल्चेर जानुपर्छ है। बल्ल राम्रो ठाउँमा आइहाल्यो। यहाँ चाहिँ यस्तो धानहरू छ है। यहाँ यस्तो रोप्छन् है। यहाँ चाहिँ यो मैदी तालमा चाहिँ माछा मारेको थाहा पायो भने चाहिँ मान्छेहरू यति आउँछन् हैन किन्नको लागि। अब त्यहाँ हामीले पाइन्छ कि पाइँदैन हेरौँ है त। यस्तो आउँछन् कि मान्छे है। ए के भनौँ, बाटो हेर न झन् पुरा पानीले कस्तो भयो। ए हेर है, यस्तो है बाटो है। यहाँ चाहिँ माछा यो है मैदी ताल चाहिँ। यो मैदी ताल चाहिँ हैन, यहाँ चाहिँ मान्छेहरू आउँछन्। यही हो माछा मारेको। यहाँ डेन्जर भिड छ, मैले देखाउँछु है त्यहाँ माछा लिने ठाउँमा है। यहाँ है मैदी ताल है। यो चाहिँ म पुलतिर आएँ। यो पुल हो। माछा मारेको चाहिँ त्यहाँ के अरे माछा मारेर राखेको। अहिले चाहिँ म अलि टाढा आएको छु। यस्तो छ है भ्यू है। त्यहाँ चाहिँ बोटिङ गरेर खान डुङ्गा चलाखान। म चाहिँ यताको सिन देखाउँछु है त कस्तो छ। यस्तो है यता है। अब यसरी अगाडितिर जाम है। यसरी अगाडि जाम है। अब यता है त्यहाँ त्यो बस्ने ठाउँतिर त्यहाँ पनि एउटा रहेछ र यस्तै पुल जस्तै। अब त्यहाँ जाम है त। ल म यता आइपुगेँ है। यहाँ बस्नु यस्तो छ है यता है।
चलाउँदैछन्। यहाँ चाहिँ यिनीहरूले के हारेछन्? के हारेको भाइ? के हारेको भाइ? सर्प खै कता खै यत्तिकै सर्प भने हौ क्या हो कत्रो अनि किन हानेको त नि? अनि हो के अरे भाइ? कसले देखेको अरे पहिला? हो अनि के गर तिम्रो गालामा यता? ए उहाँ रहेछ, ऊ टाउको निकाल्यो। न यहाँ पनि छ है, यत्रो छ है मैदी ताल है। हेर्नु है यत्रो छ, यस्तो छ भ्यू है। ओहो हेर न यस्तो भिड छ है। हामीले माछा पाइयो 3 किलो 700 ग्राम। ठक्क यहाँ बिलहरू पनि दिँदो रहेछ, बिलमा काटेर। यति छ है माछा, एकदम ठुल्ठुलो। ल 3 किलो 700 ग्राम। यहाँ चाहिँ मैदी तालको समितिले ठ्याक्कै माछा यस्तो ठुलोहरू भयो भने चाहिँ मार्दो रहेछ होइन, एक दिन मिलाएर। अनि यहाँ चाहिँ एकदम यो माछाले चाहिँ दानाहरू खाएको होइन है, तालकै खानेकुरा जे खान्छन् त्यही खाएको, एकदम राम्रो छ। यहाँ चाहिँ पुरै समितिहरू मिलेर, समितिका मान्छेहरू मिलेर माछा मार्छन् ठ्याक्कै माछा मार्ने दिनमा। अनि टक्क सबलाई थाहा हुन्छ, अनि यहाँ आएर माछा लिएर जान्छन्। यहाँ
माछा पाइँदैन कि भनेको ठ्याक्कै हामीले त पाइयो के अरे खाइदियो बल्ल तल्ल पाइयो पाइँदैन होला भन्ने सोच्थ्यौँ पाइँदैन होला भन्ने सोच्थ्यौँ तर पायौँ ल भिडियो यति नै थियो ल बाई बाई